हेलो गाइज, गुड मर्निङ भन्दा नि गुड आफ्टरनुन होला सायद होइन। हिजोदेखि परेको पानीले चाहिँ हाम्रो होइन यहाँ जिना हराम गरिदिइसक्यो क्या पानीले। म चाहिँ छु अहिले यहाँ भोटे खोलामा होइन। यो चाहिँ हाम्रो भोटे खोला रहेको छ है। म चाहिँ यो हातमा बाटा बोकेर कहाँ जान्ला भन्नुहुन्छ होला होइन। म चाहिँ अब कहाँ जान्ला भन्दाखेरि म देखाउँछु ल एकैछिन है। म चाहिँ यहाँ हाम्रो यो पानीले हाम्रो हरिबिजोग बनाइदिएको छ। यो धान भित्राउने बेलामा यो पानीले हैरान गोत्ता खिलाइसक्यो क्या हामीलाई, हैरान गोत्ताइदिइसक्यो होइन। म चाहिँ अब यहाँ देखाउँछु गाइज, म यो बाटा यो खाली बाटा बोकेर कहाँ हिँडेको भन्नुहुन्छ होइन। म चाहिँ खासमा खेतमा हिँडेको होइन। हाम्रो यस्तो अवस्था छ हाम्रो होइन। यो चाहिँ हाम्रो खेतमा है। ओहो बिस्तारै 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 यस्तो छ है। यहाँ चाहिँ पुरै पानी जमेछ होइन। म चाहिँ यो पानी फाल्न आएको खासमा। यस्तो हरिबिजोग छ हाम्रो, हेर गाइज हेर्नुहोस् है। भन्न हामीले यति भयो नि छोपेर राखेछौँ। अलिकति पानी चाहिँ बचेछ हाम्रो होइन। यति धान चाहिँ बचेछ, अरूको हेर खेतभरि धान पुरै भइरहेछ, बिजोग छ होइन। यो पानीले के गर्न खोज्यो हो। धान रोप्ने बेलामा पानी छैन, धान झार्ने बेलामा पानी नै पानी छ जताततै। ल म चाहिँ यो पानी फाल्न लाग्यो खासमा यसरी। के गर्नु, जोगाउनै पर्यो, भात खानै पर्यो होइन। गाह्रो छ भने यस्तै छ बिजोग। हेर नेपाली किसानहरूको पीडाहरू बुझ्दैछु अब। यस्तै छ गाइज। म चाहिँ काम गर्दैछु। स्टे सेफ गाइज, स्टे सेफ, स्टे हेल्दी, स्टे ट्युन। सी यू अन नेक्स्ट भिडियो गाइज, बाई बाई।